रानीहार। यो रानीहार तपाईको 4 तोलामा बनेको छ। हेर्नुस् त, पछाडि सिक्री समेत गरेर ल। यो चाहिँ कस्तो राम्रो छ, कति राम्रो डिजाइनमा बनेको छ हेर्नुस् त। अनि तपाईको त्यसकै सेट यो बिन्दी हेर्नुस्, यो छानीमा बनेको छ। यो औँठी त्यसकै सेटमा हो, यो दसानीमा बनेको छ हेर्नुस् है, गोलो औँठी, छातावाला औँठी। यो झुम्का हेर्नुस्, यो पनि त्यसकै सेटमा बनेको छ। यसको तौल पनि तपाईको 10 आनीमा हो कि। यो नेकलेस हेर्नुस्, यो 1 तोला 4 आनीमा बनेको छ। यो कति राम्रो डिजाइनमा बनेको छ हेर्नुस् त। यो सेटहरू यो सबै यिनीहरू चाहिँ तपाईको 23 क्यारेट सुनमा बनेको हो। र यो 24 क्यारेट सुनको 12 आनीको सिक्री हेर्नुस् त, हेर्दा पनि कति ठुलो छ, 1.5 तोलाको 2 तोलाको जस्तो देखिने खाले हो कि। अनि त्यसकै ब्याउलीको लागिलाई यो चुरा हेर्नुस् है, यो 2 तोला 4 आनीमा बनेको छ। यसको डिजाइनहरू हेर्नुस्, यसको फिनिसिङहरू हेर्नुस्, यो नयाँ डिजाइनमा बनेको छ हेर्नुस् है। अनि यो सादा चुरा, पाइपवाला चुरा तपाईको 22 क्यारेट सुनमा बनाएको छौँ हामीले। यो चाहिँ ब्याउलीलाई डेली घरमा लाउने युज गर्ने अरे। यो चाहिँ तपाईको 1 तोलामा बनेको छ हेर्नुस् है। यो नौगेडी तपाईको आधी तोलामा बनेको छ। कति ठुल्ठुलो साइज छ हेर्नुस् त। यसको काँडाहरू पनि कति धर्र परेको छ। अनि यो तपाईको माइली तिलरी 4 आनीको ब्याउलीको लागि लाग्यो। यो सबै सामान चाहिँ हाम्रो इटरीको रेणु तामाङ बहिनीले बनाउन दिनुभएको थियो उहाँको छोराको बिहाको लागिलाई। र उहाँहरू भोलि लिनु आउनु हुँदैछ। र यो सामानहरू सबै तयार पारेको छु र यो सजाएर हजुरहरूलाई देखाउँदैछु। हजुरहरूलाई मन परेमा धरानको गौरी गणेश भण्डारमा आएर सम्पर्क गर्नुहोला। र हजुरहरूलाई राम्रो लागेमा कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। धन्यवाद, नमस्कार।